हेलो गाइस, आज चाहिँ मेरो दिनको सुरुवात भएको छ जिमबाट। बिहान चाहिँ म उठेर जिम गएँ अनि त्यसपछि चाहिँ मेरो आज यो चेस्ट र ट्राइसेप्स थियो। अनि मैले चाहिँ पहिला 22-22 को हान्डा हान्थेँ अनि आज चाहिँ अब 25 को ट्राई गरिदिउँ भनेर 25 को ट्राई गरेर हाफ हाफ हानिरहेको थिएँ। डर लागेर चाहिँ अब कहिले हात गयो भने चाहिँ त्यस पछाडि चाहिँ जिम त बन्द भइहाल्छ। त्यसैले मैले डर लागेर चाहिँ हाफ हाफ हानिरहेको थिएँ अनि दाइले चाहिँ सपोर्ट दिन्छु फुल हान भन्नुभयो। त्यस पछाडि चाहिँ मैले जसोतसो गरेर हानेँ होइन, दाइले सपोर्ट दिएर चाहिँ फुल हानेँ। अनि आज चाहिँ यसो 25 को ट्राई गरिदिएको। त्यस पछाडि चाहिँ मेरो वर्कआउट भ्याएर चाहिँ म काममा आएँ। अनि काममा चाहिँ आज चाहिँ मैले त्यस्तो भिडियो बनाउनु पाएको थिइनँ। काम भएको दिन चाहिँ यस्तो मेरो अलिक स्पेसल भिडियो हुँदैन, अनि त्यस्तै नर्मल कामको यताउताको भिडियो हुन्छ। अनि दिनमा चाहिँ मैले ट्याक्क कफी खाँदाखेरि चाहिँ मस्त भिडियो बनाएँ अनि आफूलाई कफी बनाएर खाएँ। अनि यो चाहिँ मेरो साँझ क्लोजिङ टाइमको हो। हाम्रो चाहिँ क्याफे 8 बजे क्लोजिङ हुन्छ। अनि त्यसैले चाहिँ अनि यो 8 बजे क्लोजिङ टाइमको हल्का भिडियो बनाएको। अनि म क्लोजिङ गरेर चाहिँ घर आएँ। घर आएर चाहिँ खाना खाएर मस्त पल्टेँ र आज मेरो यो छोटो मिठो मिनी ब्लग यहीँ समाप्त गर्न चाहन्छु। हस्त नमस्ते, बाई, गुड नाइट।